सुस्मिता अब घर जान्छन् बिङ अ सर्ट गर्ल प्रब्लम यहाँ कमर भाँचिन लागिसक्यो हाइट कहाँ सानो हो र बाई जिन्दगी सरर नयाँ बाइकमा यहाँ हाम्रो जिनी म्याडम पनि आइसक्नु भएको छ गुड हालिदिनुहोस् न प्लिज है म कति धेरै बाइकहरूमा कन्फ्युज थिएँ तर फेरि अब केटी मान्छे हो अलिअलि लुक्सतिर पनि ध्यान गइहाल्छ यसको लुक्स हेर्नु न ओहो है दामी नै छ माइलेज साइलेज यताउति सबै नै बवालै देखाइरहेको छ आफूले चलाइसकेर एक्सपिरियन्स गरिसके चाहिँ कस्तो छ भन्ने कुरा हो है अहिलेसम्म त मजा आइरहेको नयाँ बाइक चलाउनु त मजै नै आउँछ है अति स्मुथ अति रमाइलो भइरहेको अनि मैले किन्नुको कारण त मैले अघि पनि भनिसकेँ है मैले अस्ति नै यो बाइक एउटा इन्डियन साथीले चलाएको देखेको थिएँ क्या अनि भनि नै हालेँ मैले अभियसली इन्फ्लुएन्सर हो हल्का डिस्काउन्ट पनि पाइहाल्छु प्लस अहिले 7 लाख थियो अहिले चाहिँ पुरै 1 लाख नै डिस्काउन्ट रहेछ क्या बाइकमा अनि यो बाइकको हुन्छ नि प्राइस नै घट्यो क्या एमआरपी नै घट्यो सो त्यही भएर चाहिँ किनिहालेँ मैले अब मलाई अरूहरू मैले ट्राभल प्लान्सहरू पनि बनाइरहेको छु नि त पहिला चाहिँ म मेरो सासू मम्मीलाई एकचोटि मुस्ताङ